नमस्ते, काम मेलामा स्वागत छ। काम मेला नेपालको डिजिटल सर्भिस मार्केटप्लेस जहाँ चाहिँ सिप भएका व्यक्तिहरू र सेवा खोज्ने ग्राहकहरू एकै ठाउँमा जोडित छन्। यो भिडियो मार्फत चाहिँ म तपाईँहरूलाई काम मेलामा एज अ क्लाइन्ट कसरी रजिस्टर गर्ने भन्ने विषयमा सिकाउन गइरहेको छु। प्ले स्टोरमा जानुहोस् र काम मेला एप डाउनलोड गरेर खोल्नुहोस्। अब यहाँ तपाईँले दुईवटा अप्सन देख्नुहुन्छ। आई एम अ क्लाइन्टमा चाहिँ तपाईँले क्लिक गर्नुहोस्। त्यसपछि तल रजिस्टर देखिरहनु भएको छ। यो चाहिँ आफ्नो गुगल अकाउन्ट अथवा मोबाइल नम्बर राखेर रजिस्टर गर्न सक्नुहुन्छ। रजिस्टरमा क्लिक गर्नुहोस्। अब यहाँ तपाईँले मोबाइल नम्बर कुन चलाइरहनु भएको छ सो मोबाइल नम्बर राखिदिनुहोस्। कन्टिन्यूमा क्लिक गरिदिनुहोस्। यहाँ चाहिँ तपाईँले पासवर्ड राख्नुपर्ने हुन्छ। यो पासवर्ड चाहिँ पछि एप लगइन गर्ने बेला युज गर्न सक्नुहुन्छ। पासवर्ड राख्ने बेला चाहिँ एटलिस्ट एउटा चाहिँ क्यापिटल लेटरमा राख्नुहोला। अब तल पनि सेम पासवर्ड राखिदिनुहोस्। त्यसपछि क्रिएट न्यू अकाउन्ट भन्ने अप्सन देखिरहनु भएको छ, त्यहाँ क्लिक गरिदिनुहोस्। अब तपाईँको नम्बरमा ओटिपी आउँछ। नम्बरबाट रजिस्टर गर्नुभएको छ भने नम्बरमा अथवा जिमेलमा आउँछ। ओटिपी राखेर भेरिफाईमा क्लिक गरिदिनुहोस्। अब यहाँ तपाईँको थोरै व्यक्तिगत विवरण राख्नुपर्ने हुन्छ। आफ्नो नाम राखिदिनुहोस्। आफ्नो जन्म मिति पनि सेलेक्ट गर्नुहोस्। र अब मेल अर फिमेल के हुनुहुन्छ जेन्डर पनि तपाईँले चुज गर्नुहोस्। अब इमेल आइडी पनि राख्नुहोस्। तपाईँले इमेल आइडी राख्नु भइसकेपछि नेक्स्ट भन्ने अप्सन देखिरहनु भएको छ। त्यो नेक्स्ट अप्सनमा क्लिक गरिदिनुहोस्। अब यहाँ तपाईँले लोकेसन राख्नुपर्ने हुन्छ। हाल तपाईँ कुन ठाउँमा बसिरहनु भएको छ त्यो लोकेसन चाहिँ तपाईँले राख्नुहोस्। लोकेसन चाहिँ म्यापमा सेट पनि गर्नुपर्ने हुन्छ। तल तपाईँले सेट अन म्याप अप्सनमा क्लिक गर्नुहोस्। यहाँ चाहिँ गुगल म्याप छ। अब तपाईँको लोकेसन हेर्नुहोस्। त्यसपछि अब नजिकै कहाँनिर पर्छ तपाईँको त्यो अनुसारले चाहिँ यो रेड कलरको जुन देखिरहनु भएको छ यसलाई चाहिँ ड्र्याग गरेर आफ्नो लोकेसनको ठाउँमा लगेर राखिदिनुहोस्। जस्तो कि यहाँ मैले गरिरहेको छु त्यसरी नै गर्नुपर्ने हुन्छ। यसरी गर्नाले चाहिँ तपाईँको लोकेसन चाहिँ सेट हुन्छ। राखिसक्नु भइसकेपछि चाहिँ यहाँ कन्फर्म एड्रेसमा क्लिक गरिदिनुहोस् र अझै पनि कन्फर्म एड्रेसमा फेरि क्लिक गरिदिनुहोस्। अब यहाँ तपाईँले थोरै आफ्नो अझै डिटेल भर्नुपर्ने हुन्छ। जस्तै अब घर नम्बर कति हो, घर नम्बर राखिदिनुहोस्। त्यसपछि टोल नम्बर पनि राखिदिनुहोस्। नजिकै चिन्ने ठाउँ के छ त्यो राखिदिनुहोस्। र यति सबै भर्नु भइसकेपछि नेक्स्ट अप्सनमा तपाईँले क्लिक गरिदिनुहोस्। अब यहाँ तपाईँले आफ्नो प्रोफाइल पिक्चर राख्नुपर्ने हुन्छ। फोटो आफैले खिच्न पनि सक्नुहुन्छ अथवा ग्यालरीबाट चुज गरेर राख्न सक्नुहुन्छ। प्रोफाइल राख्नु भइसकेपछि नेक्स्टमा क्लिक गरिदिनुहोस् र अब तपाईँको ड्यासबोर्ड खुल्छ। यसरी चाहिँ सफलतापूर्वक तपाईँको काम मेलामा दर्ता हुन्छ। आजै काम मेला एप डाउनलोड गरेर रजिस्टर गर्नुहोस्।